हालै सामाजिक सञ्जालमा एउटा रोचक चर्चा चल्यो। प्रधानमन्त्री बालेन शाहले एक मध्यरात एउटा गीतको भिडियो शेयर गरेपछि इन्टरनेटमा एकाएक बहस सुरु भयो। रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यको स्वरमा रहेको उक्त गीत पोस्ट हुनासाथ मानिसहरूले आफ्नो धारणा राख्न थाले। कसैले गीतको तारिफ गरे त कसैले मातेर रेकर्ड गरेको भन्नेसम्मका टिप्पणी गर्न भ्याए। त्यो चर्चामा आएको गीतको पृष्ठभूमि केलाउने हो भने धेरैलाई यसको वास्तविक स्रोत थाहा नहुन सक्छ। त्यो अमर धुन र शब्दका वास्तविक स्रष्टा नेपाली लोक संगीतका धरोहर झलकमान गन्धर्व हुन्। आज उनका सिर्जनाहरू धेरैले गुनगुनाउँछन्, तर विडम्बना ती गीत पछाडिको नाम भने कतिपयको स्मृतिबाट ओझेल परिसकेको छ। हामीले सुनेको लोकप्रिय गीत तिम्रो नै माया लाग्दछ साइली, जसलाई पछि प्रकाश सपुत लगायतका गायकहरूले पनि नयाँ रूपमा ल्याए, त्यसको मूल गायक र रचनाकार झलकमान नै हुन्। त्यस्तै बसे माया आजको रात, तानसेन घमाइलो र अल्लारे नानी केसी जस्ता कालजयी गीतहरूले नेपाली लोक संगीतलाई एउटा छुट्टै भावनात्मक उचाइ दिएका छन्। उनका हरेक गीत कालजयी र प्रिय छन्। पोखराको बटुले चौरमा जन्मिएका झलकमानको जीवन कहिले सहज रहेन। औपचारिक शिक्षा पाउन नसकेका उनले 9 वर्षकै कलिलो उमेरमा आमा गुमाए। त्यसपछि उनको जीवनको सहारा नै सारङ्गीको धुन बन्न पुग्यो। गाइने संस्कृतिको जगमा हुर्किएका उनका लागि न त कुनै जमिन थियो, न त स्थिर कमाई। हातमा सारङ्गी बोकेर गाउँ गाउँ डुल्दै समाजका सुख दुःख र प्रेमका कथाहरूलाई स्वर दिनु नै उनको दिनचर्या बन्यो। 13 वर्षको उमेरदेखि संगीत यात्रा सुरु गरेका झलकमानले 30 वर्षको उमेरमा आमाले सोध्लिन् नि खै छोरा भन्लिन् भन्ने ऐतिहासिक शोक गीत गाएपछि राष्ट्रिय पुरस्कार पाए, जसले उनको जीवनमा ठूलो मोड ल्यायो। पछि उनले रेडियो नेपालमा सेवा गर्ने अवसर पाए र देशैभर चिनिए। आफ्नो जीवनकालमा उनले नेपाली संगीत क्षेत्रलाई 250 भन्दा बढी अमूल्य गीतहरू दिए। तर दुःखको कुरा, उनका धेरै सिर्जनाहरूले आज पनि उचित पहिचान र संरक्षण पाउन सकेका छैनन्। राज्यको तर्फबाट उनी यस्तो महान कलाकारलाई जति सम्मान दिनुपर्ने हो, त्यो अझै अपुग भएको महसुस हुन्छ। झलकमान गन्धर्व नेपाली संगीत आकाशका त्यस्ता तारा हुन् जो इतिहासमा 100 वर्षमा एक पटक मात्र जन्मिन्छन्। नेपाली संस्कृति र संगीतमा उनको यो अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ। महान स्रष्टाप्रति हार्दिक नमन।